ल गाइज, बालेन प्रधानमन्त्री भएपछि चोबारको डाँडामा यस्तो बनाएर रहेछ हेर्नु त। पारसार बनाएर पुरा यस्तो बनाएर रहेछ बालेन प्रधानमन्त्री भएपछि। यो नि त युवा प्रधानमन्त्री भएपछि हेर्नु त, आम्बो यस्तो राम्रो पार बनाएर रहेछ बालेनले। ओ माई गड, कति राम्रो पार्क बनायो बालेनले, यति राम्रो पार्क बनाएर रहेछ। ओ माई गड, यता चाहिँ फुलसुल रोप्या रहेछ बालेन शाहले। यो खोजे हानि हामीले नेपाल, अनि नेपाल यति राम्रो बनाउने रहेछ। फेरि विपक्षले घन्टे अनि लुसिफर जलाउने, भत्काउने, डोजर लगाउने मात्रै भन्छ, तर यस्तो राम्रो बनाएर रहेछ हेर्नु त। आम्मामा चोबारको डाँडामा यस्तो दामी बनाएर रहेछ हेर्नु त। ओ यार, यस्तो छेउछेउमा पुरा लाएर यस्तो राम्रो बनाएर रहेछ क्या बालेन शाहले पार्कमा। आम्मामा चोबारको डाँडामा त यस्तो दामी हेर्नु त, यो बिचमा आम्मा यो माथि डाँडामा क्या चोबारको डाँडामा आम्बो नि यस्तो दामी बनाएर रहेछ हेर्नु त। त्यत्तिकै घन्टे सन्टे लुसिफर जलाउने भत्काउने भन्छ यार। हेर्नु यहाँ मान्छे सान्छे बस्नको लागि टक्क लाएर यहाँ बस्नको लागि यस्तो राम्रो कुर्सी सुर्सी राखेर रहेछ। त्यत्तिकै हावा तालमा बालेन शाहले गाली गर्छ क्या केटाहरूले। आम्मामा बालेन शाहलाई त मान्नुपर्ने रहेछ नि, राजा मान्नुपर्ने रहेछ हेर्नु त। आम्मामा यति धेरै विकास गरिसक्यो 2 महिनामा। 2 महिना भयो कि 3 महिना हुन लाग्यो। ठिक छ, यसरी नै प्रगति गर्दै जानु। प्रगति यति राम्रो गर्नु कि देशमा राजाको खाँचो नपरोस्। फेरि तामाङ राजा ल्याउने कि किराँतको राजा ल्याउने कि कुन जातको राजा ल्याउने भनेर झगडा गर्न नपरोस्। बालेन नै राजा भएर विकास भएको हेर्न पाऊँ। सही रहेछ यार, खतरा डेकोरेसन गरेर रहेछ बालेनले। यतिको गर्ने मान्छेलाई त मान्नुपर्छ। आम्बो हिजोअस्तिसम्म डङ्गुर फोहोर थियो यता, आजभोलि न एउटा प्लास्टिक छ। सब कुरा क्लियर राम्रो सुन्दर बनाएको छ बालेन शाहले, मान्नुपर्छ।